सो साथीहरू हामी चाहिँ जनकपुर गएको बहिनी अनि त्यसपछि हामीहरू चाहिँ टिकट काट्नुको लागि यता होइन रहेछ अनि त्यही भएर हामी चाहिँ उता जाँदैछौँ साथीहरू। अनि तपाईँहरूको चाहिँ यस्तो हुन्छ कि हुँदैन कतै जानु पर्यो भने आमा बाउले कराउँदै गरेर हाम्रो चाहिँ पाएको भयो कराएर। अनि अहिले हामी चाहिँ नवलपुरमा छौँ हजुरहरूले देख्नु पनि सक्नुहुन्छ होला। अब हामी टिकट काट्नु जान आँटेको अनि जान्छौँ साथीहरू। साथीहरू अहिले चाहिँ हाम्रो गाडी पाएको छ एक गाडी सिट पाएको छ अनि हामी पुग्नै आँट्यौँ जनकपुर बल्ल बल्ल साथीहरू। हाई गाइस हामी चाहिँ जनकपुर आइसक्यौँ अनि यहाँनिर लोकेसन हेरिसक्नुहुन्छ। अब हामी जनकपुर मन्दिरतिर लाग्दैछौँ। त्यो क्यामेरा कसरी सेट गर्छ हामीलाई सिकाइदिनु होला प्लिज साथीहरू। मेरो आएन त्यो दिमागै खराब थियो दुईजना आएको। अब यहाँबाट कति दिन्छ थाहा भएन मन्दिरबाट भने अङ्कल त्यो मन्दिरभित्र छिरेको टिकट कति लिन्छ यहाँ? मन्दिरभित्र छिरेको हजुर छेउबाट आइपुगे साथीहरू। कति बज्यो? 8 बजे चढेको 10 बजे आइसक्यो। दिमागै खराब। तर आज त शीतलै चाहिँ हिजो पानी परेको कारण होइन भित्रको साथीहरू हामी आएर यहाँ तपाईँहरूकोमा सामान लिँदैछ अनि कति राम्रो बोल्नुभएको हुँदैन हामीहरूको बरु भित्रै राख्नु हुन्छ अहिले आएर दिँदा हुन्छ? धन्यवाद। साथीहरू हामी चाहिँ लागिसक्यौँ हाम्रो डेस्टिनेसनमा अनि हामी दुईजना दिदी बहिनी चाहिँ आइसक्यौँ। बोल्नु के बोल्नु के हामीभित्र जानेछौँ साथीहरू। यहाँ कता कताबाट जाने अब तनाव भयो साथीहरू। कताबाट जान्छ आठा खुट्टा कति तातो हो धेरै मान्छेहरू थियो हेर्नु न। टिकट काटी कता हो अङ्कल? त्यो भित्र टिकट मिल्छ? टिकट लिन्छ? ए नजान्छ भित्र कताबाट टिकट लिन्छ? कताबाट हो त दिदी जाने? हामी आइसक्यौँ न पक्रेर भिडियो बनाउँछु अहिले साथीहरू। हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ हाम्रो जनकपुर। तर घामले बोल्यो आइपुग्यौँ बल्ल बल्ल। अब मलाई त विश्वास भएर अहिले विश्वास भएको छैन यहाँ टिकट भिडियो बनाउनु दुईजनाको ल कहाँदेखि मिल्दैन? ए हस् अन्ना हेर्नु त्यो साथीहरू हामीले पूजा पनि गऱ्यौँ पूजा गरेर अनि हाम्रो को गाउनु भएको छैन उहाँहरूले माग्नु होला भगवान्लाई के माग्नु चाहनुहुन्छ माग्नु होला। यो चाहिँ सीताको हात माग्नु जाँदाखेरिको अरे यो चाहिँ कति राम्रो हेर्नु न।
अनि प्राइजहरू कतिको छ आन्टी जुन लागे पनि हेरी हेरी हजुर दुईवटा के 50 कता हो यताको चाहिँ यताको त हेरी हेरी दाम अब यहाँनिर क्यास निकाल्नु पर्ने हुन्छ गाइस गर्न त गयो साथीहरू यहाँ हेर्नु सक्नुहुन्छ विभिन्न तरिकाका फोटोहरू छन् भगवानको फोटोहरू अनि हामी चाहिँ भित्रभित्र बुढाइतिर मार्ने हो कि जस्तो लाग्यो त डर लाग्यो साथीहरू दिदीबहिनी तुर अरू चाहिँ मोबाइल चलाएर त माथि डर लाग्यो साथीहरू साथीहरू दिदीको फोटो खिच्नु भइरहेछ Thank you. साथीहरू म चाहिँ बहुत खुसी भएँ कि मेरो सब्सक्राइबरहरू पनि भेटेँ अनि फोटो खिच्नु भयो उहाँहरूले चाहिँ उहाँ चाहिँ अति खुसी लाग्यो मेरो पनि फ्यान हो खुसी लाग्यो त्यहाँ दिदीहरूले खिचिरहनु भएको छ मलाई चाहिँ खुसी लाग्यो अरू भन्दा नि साथीहरू आइम सो ह्याप्पी हामी चाहिँ भिडियो बनाउँदै आइपुग्यौँ यहाँ साथी हजुर यहाँ चाहिँ बिहे भएको रहेछ सीताको चाहिँ अनि हामी दिदी बहिनी चाहिँ राम सीताको बिहेमा आइपुग्यौँ साथीहरू अनएक्सपेक्टली सोचेको नि थिएन कि अनएक्सपेक्टली हामी आइपुग्यौँ दिदी बहिनी चाहिँ जनकपुर साथीहरू अनि मेरो बहिनी चाहिँ फर्स्ट टाइम हो जनकपुर आएको कस्तो लाग्यो राम्रो लाग्यो सोचेको नि थिएन सोचेको इच्छा पुरा भयो खुसी छु फोटो खिच्नु हामी चाहिँ अब फोटो खिचिदिन्छौँ न यहाँ दिदीले फोटो खिच्नु अरे ल भिडियो बनाउँदै बस्नु सो हेलो गाइस दिदीले चाहिँ टिका लगाएर पैसा दिँदै हुनुहुन्छ त्यसैले ल है गाइजहरू हामी चाहिँ अब जनकपुरबाट चल्दै गयो है अब घर जानु पर्यो अब के गर्नु जानु परेको त्यही भएर चल्दै गयो है गाइज यस्तो छ है यहाँको नजाराहरू चाहिँ जनकपुरको चाहिँ हेर्नुहोस् है गाइजहरू